अब चाहिँ हाम्रो क्लासहरू यहाँनिर हुन्छ चिकन सिकाउँछु अस्मिता बुनु भाग्यो I got it! Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn.
4 घण्टा रहेको छ। हाम्रो चाहिँ आमा डेनमार्क आमाको भाउजू भने ठिक है नि त आमा बुवा त हिँड पल्टिरहनु भयो त भाउजू तपाईँ चेन्ज लगाउने भाउजूलाई फसाइदिएको फोटो खिच्दैन मलाई त मामा घरमा टिका लाउन आउनुभयो हजुरबाको घरमा जेठा हजुरबाको घरमा दुईटा केटी जान्छ यसको त मोमोमा पनि हाल्छ नि
मलाई चिनेर घाटा भयो त चिनेर घाटा भयो त मैले चाहिँ चिने मलाई चिने अघि बबीलाई के रोटी के डिपार्टमेंट है। डोरी बाँधिएको जग्गा त दिएको छ लगाएर दिएको छ। अब यो बाँध सानो छ, यो म अब यहाँ कान्छी बाँधीलाई बिहे गर्ने के बोलेको थियो भने आधी काटिदिन्छु भनेको थियो, बसेको आधी काटिदिन्छु म काटिदिनु नि उहीँ बसेको भएदेखि मेरो हक पनि लाग्ने थियो, म काटिदिनु दिने आधी पारिदिने थिएँ। तर अब पर्खिनु छोडेर फेरि क्या बुझ्नु त्यस्तो सोच यस्तो ठाउँमा आएर बस्थ्यो होइन। म त भिडियो बनाएर हाल्दिनँ। मेरो जमिन नभएर होइन, म मेरो लाङ्गामा घर जग्गा जमिन छर्कन कि तर अब यिनले पाउनु पर्ने भाइसँगको अन्तले अनि मामाले जसरी हुन्छ अब यिनले त मन नदुखाउनु भन्ने कुराहरू चाहिँ हाम्रो चाहिँ उसको मेरो त के म फेरि गाडी चलाएर अन्त 3 वर्ष त म यस्तो यो कम्पनीमा 18 वर्षमा त मैले टेक्निकल सब डिभिजनमा अलराउन्ड ट्रेनिङ 5 वर्ष टेक्निकल अलराउन्ड ट्रेनिङ साइड अहिले ल्याएको त्यो कम्प्युटर वाला
गर्छ नि भ्यू पनि क्या दामी देखेको यहाँबाट त वाउ यता दादा मैले केही भनिनँ म हेर्दिनँ हेर्नु न तर बाबा भन्दा म निकै 5-6 वर्षै जेठो होला भन्दा तर पनि त्यस्तो उठानी गर्दै जेठो भएर हिमालयस किचन भन्ने ठाउँमा छौँ हाम्रो चटपटी चाहिँ रेडी भएछ अलिक मजाले देखाइदिन्छु त यस्तो छ कति टाढा सरपटको बास्नाले मलाई त टाउको दुखेको भएर तोरीको आउनु भयो त बाहिर तिर
आउने आइज अब मैले भनेको मात्रै मेरो अधिकार छ नि जानु नि अब यस्तै होला कि दोकानतिर जानु पर्यो ए अब के गर्नु त जिन्दगी अब त्यो ल म लाग्यो यस्तै हो ल फेरि अब त खोइ कहिले भेट हुँदैन अब हजुरहरूसँग जानु म एकछिन अब दोकान उज्जवल रातो रातो भगवानलाई भन्नु नि दुर्गा मातालाई कहाँले आउनु भनिदिनु ठिकै छ कि आउँछ कि आउँदैन त्यति भन्नुभयो आउँछ होइन ल भइगयो आयो भने ठिक्क छ हामी चाहिँ सिको के हो त्यो स्पेलिङले शब्द त्यो उच्चारण गर्दाखेरि यिनीहरूले त्यो ओ र एफलाई ओनी भन्दो गाडी देखेर नि हो कान्छी म त मेरो गाडी अस्ति नुहाइसक्यो होइन उस्तो त्यही चाहिँ अनि म चाहिँ यहाँ त्यतिकै घरमा आयो हजुर बसिरहेको छु काम छ जस्तो अनि भोलि म गर्छु मलाई यहाँ मात्र आइरह आइसोटो गरेको के भएको मेरो यो टेलटेलीमा आइरह लस्ती लस्ती यति कराको भिडियोमा त लुचो देखेको छ त्यो फोटो एउटा फोटोमा मात्र iPhone 7
प्यारले चाहिँ हाम्रो श्रेयालाई बोकिरहनु भएको छ। यस श्रेया के भन्नु छ? हाँसिरहेको छ श्रेया, छोडिदिनु विचार। श्रेया 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 नभए ज्याकेट कता गर मेरो मलाई त्यो ज्याकेट यतै कहाँको यात्रा आजदेखि आज हाम्रो स्वामीनारायण जाँदैछौँ। यही छ बुवा भ्लगमा आउँदै हुनुहुन्छ। यता अगाडि हुनुहुन्छ दादा, यता उता पनि भ्लग सुरु, यता पनि भ्लग सुरु। दुईटा पर्सपेक्टिभ हुने भयो। ल ठिक छ पिओभी। ल बुवा यता हामी अमेरिकामा बस्नुहुने दाजु भाउजू कान्छो छोरा तया ठुलो दिलो अनि माइलो छोरो ओम भेट्न भनेर अस्ट्रेलिया आएका छौँ। र आज हामी मन्दिरमा जाँदैछौँ। मन्दिर कुन मन्दिर है? बढीमा ठुलामा पनि भन्नु भएन मैले। भने त मैले दाजु भाउजू भने त फेरि म र तिला चाहिँ यता पछाडि चाहिँ कस्तो मोटो निस्केको मेरो नानी। मिनी स्विजरल्यान्ड पनि हाल्नु हेऱ्यौँ त हामीले। हेऱ्यौँ त अन्तराले देखिरहेको अनि कास्ताले भन्थ्यो। राजा की चाहिए नहीं दादा ये कुछ सुनो ना ढोंगा सबजना ले हो गाना चलो मने दादा फेरि भिडियो आउनुहुन्छ नि फेरि मम्मी आउनु छिटो सरिला मची गफ
के हो कि फोटो खिचिरहनु भएको छ दादा र बुबा। हजुरहरूलाई चाहिँ म यहाँको फुल टुर देखाइदिन्छु है। अगाडि जानु ल। दादा पर्खिने होला नि त होइन? पर्खिने होला नि त मम्मीहरूलाई कि जाने त? हुन्छ हुन्छ म भित्रसम्म आउँछु होला, भिडियो गर्छु नि त तपाईँको लागि। अन्त भिडियो गरिदिन्छु नि भित्र भिडियोमा आउँछ नि। अब अहिले खिचिदिन्छु नि त त्यो। ओ यहाँ भिडियो नबाज त तिमीहरू। यो चाहिँ हामी युएसए को न्यू जर्सीमा चाहिँ यस्तो छ। हामी यहाँनिर भिजिट गर्न आएको। हेर्न सक्नुहुन्छ कस्तो राम्रो मन्दिर बनाउनु भएको छ यहाँनिर। आई थिङ्क वर्ल्डकै नम्बर 2 मा पर्छ होला यो। यस्तो राम्रो छ मन्दिर, हेर्न सक्नुहुन्छ। अनि यता चाहिँ हाम्रो अस्मिता अनि मम्मी हुनुहुन्छ यहाँ यसरी।
अनि माया र मम्मीहरू चाहिँ बाहिर भिडियो गर्दै हुन्छ म चाहिँ बुबा र दादासँग आएको दादाहरू त बुबा हामी कहाँ छौँ अहिले हामी नचुब्रे अहिले युएसको होइन यो संसारको सेकेन्डमा आउँछ ठुलो मन्दिर त्यसमा आएको छौँ हजुर एकदम 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 राम्रो छ यहाँको मन्दिर म त कस्तो यहाँ बसौँ जस्तो खालको फिल भयो यहाँ बुबाले भिडियो गरिरहनु भएको छ म यहाँ छु अनि अरू फ्यामिलीहरू आदि जानुभएको छ यता छु बुबा र म ल यता हेर्नु सक्नुहुन्छ है एकदम राम्रो छ कस्तो हुँदैछ राम्रो लाग्दैछ ल जाउँ न त हामी त भित्र गयौँ कि अनि मैले दादालाई भने मम्मीहरू आउनु भएको छैन भनेर नि त्यही भएर अगाडि जानु लाग्यो कि कस्तो लाग्यो जाउँ छिटो जानु अनि आएको थिएँ बिचरा सबै भिडियो गर्दै मन्दिर रहेछ भित्र कस्तो दामी वाउ कस्तो राम्रो यार हजुर ल है गाइसहरू म चाहिँ हजुरहरूलाई टुर दिन्छु अब यहाँको अगाडिबाट त्यस्तो हामी चाहिँ अब मन्दिरको दर्शन लिन जाँदैछौँ अनि मलाई कति टाढा हो कति रमाइलो ठाउँ कि कस्तो मजाको भएको जान पाइन्छ भित्र वा थ्याङ्क यू दादा हामीले दिनुभएकोमा यति राम्रो देख्न पाइयो लु यहाँ पठाइदियो तपाईँको फोटो सेसन भइरहेछ दादाले फोटो खिचिरहनु भएको छ
छिर्ने रहेछ। यहाँ हुनुहुन्छ हाम्रो अस्मी, मायाजी, मम्मी यहाँ हुनुहुन्छ, दादा, अनि यहाँ हेर्न सक्नुहुन्छ यहाँ के रहेछ। खै छोड्नुहोस् त। एकछिन तपाईँ म मजाले यो राख्छु है। यो मैले देखाएन नि मैले यो दर्शन गरेर बाहिर निस्किसक्यौँ। यहाँ हुनुहुन्छ हाम्रो क्याप्चर गर्न सक्दैन। राम्रो चाहिँ जहाँ हेरौँ त्यहीँ राम्रो। झन् माथिको सिलिङको डिजाइन त झन् मैले देखाउन पाएँ, म देखाउँदै थिएँ। यस्तो राम्रो। तर हामीले भिडियो गर्न नपाएर राम्रो छ, किनकि हामीले फोनमा भन्दा पनि धेरै सबै त ब्युटीलाई हेर्न पुगेन नि त। एकदम प्रिटी थियो है। मम्मी तपाईँलाई कस्तो लाग्यो त मन्दिर? राम्रो लाग्यो। राम्रो लाग्यो? सोचेको भन्दा राम्रो लाग्यो नि? सोचे यस्तो छ जस्तो लाग्दैन मन्दिर। एकदम राम्रो लाग्यो, एकदम राम्रो। साह्रै मन पऱ्यो। माया, ओ माया, कस्तो लाग्यो त नि मन्दिर? राम्रो लाग्यो? सोचेको भन्दा कस्तो थियो? बेटर थियो? म अझै भिडियो क्याप्चर गर्न आउँछु नि। मलाई पनि देखाएको कस्तो राम्रो देखेको यार। दादा कस्तो लाग्यो? मेरो चाहिँ लाइफमा पहिलोचोटि मन्दिर आएको होइन। तेरो पनि पहिलोचोटि मन्दिर हो? कान्छा दादाले लाइफमा पहिलोचोटि मन्दिर आएको, लाइफमा पहिलोचोटि भगवान्लाई बिलिभ गर्ने स्टार्ट पनि दादाको घरको पुरानोदेखि नै मेरो भएको हो, नत्र म गर्दिनँ थिएँ। अनि आउँदा पनि ठुलो मन्दिर आउनु पाइयो। जुरेको यही हो कि नि। अस्पताल कति जु मन्दिर भन्थ्यो होइन दादा? म कहिले जाँदिनँ थिएँ नि, नेभर एभर। ड्याडले पनि कहिले फोर्स गर्दैन। एकचोटि गर्थ्यो बर्थडेमा। त्यही त घर ठुलो भगवान्लाई भेट्न पाइयो। बोलाउनु पर्छ ल गाइजहरू। ए हुँदैन त यहाँनिर यस्तो राम्रो है। जुम गरेर खाइन्छ है। हामी चाहिँ यहाँ छौँ अहिले होइन। यो के रहेछ, मम्मी बुबाहरू यहाँ आउँदै हुनुहुन्छ। राधे राधे भनेको। अनि हामीले चाहिँ यहाँ खाना अर्डर गरेको छौँ। अनि यहाँ लिनको लागि दादा जाँदै हुनुहुन्छ। मम्मी बुबाहरू कस्तो हुँदैछ त? जय श्रीमन्नारायण। यहाँ छ हामीले खाइसक्यौँ। अब चाहिँ ल अब चाहिँ हामी हिँडिसक्यौँ। गरिसकेर कस्तो भयो? राम्रो, एकदम राम्रो। यहाँनिर हाम्रो
अस्मिले चाहिँ भिडियो गर्दै हुनुहुन्छ यहाँनिर हामी चाहिँ भगवान मन्दिर हेरिसकेर प्रसादीहरू पनि किनिसकेर हामी चाहिँ हिँडिसक्यौँ मन्दिर हेरिसकेर हिँडिसक्यौँ किन्दै लागिरहेको छ नि अनि अगाडि हुनुहुन्छ हाम्रो बस डनहरू अब ल क्याप्चर गर्दै गर्छु म हो कस्तो के भन्छ डिस्क्राइब पनि गर्न सक्दिनँ म त भगवान्लाई भेटेछु हो सादा सबै भेजिटेरियन फुड होइन हामी भेजिटेरियन हो नि त अनि हाम्रो लागि कस्तो पर्फेक्ट भयो म त साँच्ची भनेको यस्तो मिठो मैले पाइहाल्छु है अरू के छ लाइक डिस्क्राइब गर्नुको लागि टेम्पलको टी मात्रै होइन सबै थोक मिठो नि अनि झन् त्यो भित्रको त्यो मन्दिर छ नि त्यो डिजाइन छ नि डिजाइनको बारेमा के भन्नु न त वाइट कलरको थिम वाइट कलरको थिमै भन्छ ल सो मन्दिरभित्र चाहिँ वाइट कलर थिमै होला नि त होइन वाइट कलरको थिम थियो अनि यस्तो राम्रो कि आँखै नपुग्ने कि जहाँ हेऱ्यो त्यहीँ भगवान्को स्कल्पचर भन्छ होइन स्कल्पचर थियो अनि कस्तो मजाले स्टोनबाट क्राफ्ट गर्नुभएको थियो इट्स सो ब्युटिफुल माथि झन् फिलिङ चाहिँ यस्तो राम्रो त्यही भएर नो फोन अलाउड रहेछ एन्ड आई लाइक द्याट आइडिया किनकि हामीले फोनबाट त्यो ब्युटी नै देख्न पाउँदैन थियौँ होला जसरी चाहिँ हामीले चाहिँ आइसले देख्न पायौँ सो आइ भेरी ग्रेटफुल आउन पायौँ यहाँनिर त्यही भन्न चाहन्छु अब चाहिँ हामी कार पार्कतिर आइपुग्न आँट्यौँ कस्तो राम्रो चाहिँ कार पार्क थियो हो त कस्तो राम्रो आइरहेको छ नि जब हामी जहिले अब घर फर्किने हामी अब 50 मिनट छ हलिउड चाहिँ कता हो अहिले 50 मिनट क्या खतरा रहेछ बिहान केही नखाने हामी टन्न खाएर छौँ भन्नु भनेर खाँदिनु भनेर हामी टन्नै खाएर आएको जब टन्नै खाएर आएको मम्मी 10-15 दिन छ त ठुलामा कस्टम खाएर भन्छु अहिले खाएर आएको हामीले नबनाउनु है धेरै भरे चाहिँ खान्छौँ यस्तो खालको चाहिँ थिएन अब तर म त कस्तो उयसमा छु जस्तो लाग्यो स्विजरल्यान्ड भएन अस्मिता साह्रै राम्रो के त्यही भनेको कस्तो दामी के बाटो यतापट्टि ठाउँ कस्तो दामी यो चाहिँ ओम सरको घरको के भन्छ छिमेक सबै बनाएको छिमेक भन्छ घर वरिपरि हानेको यस्तो छ मैले भ्लग गरेर सबै घरको हुन्छ यो दादाको घर वरिपरि
त्यो अगाडिको फ्रन्ट वान मलाई सरप्राइज आएको थियो पिज्जा होइन यता हुनुहुन्छ अस्मिता यता दादा अलराइट गाइस हामी चाहिँ अब सट्टसँगले यात्रामा लाग्यौँ अब यात्रा कहाँ हो भन्ने चाहिँ अहिले म देखाउँछु तपाईँलाई होइन अनि यता कम्सर ड्राइभरमा छ केही हुँदैन अनि यता छौँ हामी This is a true story about the lies you fantasize about you and I. This is a true story about the games I know you play. No, this is not what I need. Give me love, love, give me love, not what I want. Like what happens to me. Give me love, love, give me love, 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 give me love, give me love, 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 love. I'll play the villain if you need me to. I know how this goes, yeah. I'll be the one you play the scene while the cameras freeze, running like a die, wasting all your time, sneaking like a creep in the night. But I'll play whatever part you need me to.